जोडिनको लागि म अनुरोध गर्न चाहन्छु। जोरदार तालिका दिनु सम्पूर्णले अक्षर पास्ता यस टुर्नामेन्टको उपविजेता बन्न सफल भएको छ। म धेरै धेरै बधाई व्यक्त गर्न चाहन्छु रिया श्रेष्ठलाई। बेस्ट ब्याट्सम्यान बन्न सफल भएकी छिन्। कामना गर्न चाहन्छु। यसरी नै निरन्तर जीवनका नानीले यस टुर्नामेन्ट अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन्। महत्त्वपूर्ण 53 रन बनाइन् भने बारा जिल्लाको जुन टिम एउटा हाम्रो चाहिँ महिला टिम एकदम कम भइसकेको थियो, एकदम न्यूनतम भइसकेको थियो, जुन अब हेरेर मलाई एकदम खुसी पनि लाग्यो। मलाई म यो म्याचहरू पनि मैले हेरेँ, उद्घाटन पनि हेरेको थिएँ मैले, त्यसपछि मैले सम्पर्क पनि गरेको थिएँ। यहाँ राम्रो फेरि छ र बारा जिल्लालाई एकदमै सपोर्ट गर्छ। ढुक्क बस्नु सरले, राम सरले भन्नु चाहिँ एकदमै पढाइ एकदम आवश्यकता छ। पढाइ त्यसपछि क्रिकेट र क्रिकेट खेल्दाखेरि एकदम क्रिकेट खेल्नुहोस्, तपाईँहरूलाई जीवन काट्न सकिन्छ। यहाँ क्रिकेटले महिला हाम्रो यहीँकै एलिसा यादव भन्ने 25,000को महिना पाउँछ क्रिकेट खेलेर। स्कुल कलेज फ्री छ, जुन कलेज काठमाडौँ जुन कलेजमा पढ्नुहोस् फ्री छ नेसनल खेल्ने खेलाडीहरूलाई। प्रवीण त्यो साना प्रवीण त्यो पनि बारा जिल्लाबाटै वर्षाको हो, तर बारा जिल्लाबाट खेल्छ। उसलाई पनि 25,000को महिना हो कि। राम्रो नेसनल खेलेपछि पैसा पाउँछ। राम्रो खेल्दै गए 50,000सम्म 1 लाखसम्म महिना छ कि। त्यो खेल्नुहोस् र पढाइ चाहिन्छ। इन्जिनियर राहुल डबिट इन्डियन टिमको क्याप्टेन कोच पनि थियो। जय नेपाल के को आज मैले नमस्कारमा पनि पार्टी फुल्न थालेको छ रे। सबैलाई एकमुष्ट नमस्कार। मलाई चाहिँ आज एउटा कुरो सम्झिन मन लागेको छ है। सम्झौँ यताको टोलीले पनि ध्यान दिउँ है। मेरो आफ्नै बच्चाहरू आइपुगेन छन्। फेरि हामी कसको बच्चा भनौँ होला, सबै मेरै बच्चा हो। तिमीहरूबाट त्यहाँसम्म ट्रान्सफर होस्। सक्छ कि सक्दैन भन्ने दोरारमा हामीले सुरु गऱ्यौँ। म आफै भन्नुपर्दाखेरि म फुटबलको खेलाडी। क्रिकेट मैले अलिअलि टिभीमा हेरेर बिस्तारै जान्दै गर्दा आज अन्तिम अवस्थामा त म आफै लगभग कोच जस्तै बनेछु। हामीले 2 गतेदेखि अर्को गेम सञ्चालन गर्दैछौँ। अब फुटबलतिर गएँ। सिमरा डुमरवाना इन्टर स्कुल फुटबल टुर्नामेन्ट जुनियर र सिनियर गरेर क्लास 3 to 5 र अप टु 10 सम्मको हामीले 2 गतेदेखि सिमरा रङ्गशालामा प्रोग्राम कन्डक्ट गर्दैछौँ। यहाँ सम्पूर्ण अतिथिहरूलाई त्यस कार्यक्रममा पनि आएर हाम्रो कार्यक्रमहरूको शोभा बढाइदिनुहुन्छ भन्ने अनुरोध गर्दै as we gathered here for the closing ceremony of the very first Aksara Inter-School Girls Cricket Tournament 2082. Over the past few days, we have witnessed wonderful cricket, true sportsmanship, teamwork, and the rising talents of young girls from different schools.